एक्ज्याक्टली र यो एकदमै सुनौलो अवसर रहेको छ डिआरएस गेमिङको लागि। पहिलो बिहा निकाल्न यो डिआरएस एसिया इन्भिटेसनलमा नेपालको लागि प्रतीकले उता लाओलाई नक निकालेको देख्न सक्छौँ। उता टिएससीको फाइट गर्ने हो भने गडेलले थर्ड पार्टी हान्छ। डिआरएसले यहाँबाट यदि प्रेसर बनाउन सफल रह्यो भने गडेल र टिएससी दुईटैलाई एलिमिनेसनको शिकार निकाल्न सक्छ। र यसले चाहिँ के हुन्छ हेरौँ, त्यहाँ युज गरिएको छ एबिलिटीको, त्यहाँ सर्ट रेन्जमा छिर्छन् प्लेयरहरू देख्न सकिन्छ हामी। टिएससीको लागि अलिक गाह्रो सिचुएसन क्रिएट भइसकेको छ कि गडेलले कन्टिन्युसली भित्र छिरेर सप्रेस गर्न खोजिरहेको छ। तर न्यान्सीमाथि लेजेन्डको नकआउट छ, नोबितालाई पनि टेकडाउन गरिन्छ। उता लेजेन्ड पनि नकआउट भएको हामीले देख्न सक्छौँ। गडेल स्पोर्ट अब अलिक गाह्रो सिचुएसनमा आइसकेको छ। एको लास्ट प्लेयर रहेको हामीले देख्न सक्छौँ। डिआरएसले यो फाइटको फाइदा उठाउन एकदमै जरुरी छ। टिएससीको पनि कम्मरको हड्डी तोडिदिरहेको हामीले देख्न सक्छौँ। टिएससीले हजुर के आफ्नो प्लेयरलाई बचाउन सफल भइसक्यो। अब 3 आइसकेको छ। अबिरालाई इलिमिनेट गरेको देख्न सक्छौँ हामी। अब 2टा टिम मात्र बाँकी रहेको छ। 3v4 को फाइट डिआरएस गेमिङ सम्धि पुयाको लागि गइरहेको हामीले देख्न सक्छौँ। अवश्य पनि अब हामी खुसी हुनेछौँ भन्ने कुरा हो। टिएससी उता साइडतर्फ 3टा प्लेस गइरहेको छ। अब डिआरएस टिमले बिहा निकाल्न सक्ने सम्भावना देखिरहेको छ। हामीले त्यति धेरै आलोचना गरिरहेको थियो, त्यति भनिरहेको थियो। अब चाहिँ यहाँ डिआरएसलाई परिसकेको छ भारी। लेजेन्ड त्यहाँ डाउन हुनेछन्, अर्जुन यता साइडतर्फ हुनेछन्, प्रतीकले त्यहाँ डाउन निकाल्नेछन्, रसिन गर्नेछन्। Diego, booyah for the team. None other than DRS Gaming. सोह्रौं म्याचतर्फ यहाँ बुया निकालेका छन्। आजको दिनको चौथो म्याचमा नेपाली टिम चाहिँ बुया निकाल्न सफल भनौँ, या त हिजो अस्तिदेखिको 16औं म्याचमा पहिलो बिहा निकाल्न सफल नेपाली टिम डिआरएस गेमिङले युटिलिटिजको प्रयोग गरिरहेको छैन। केटाहरू खै त युटिलिटिज भन्दै थियो, त्यहाँ ग्रेनेडको पनि प्रयोग गरेर यहाँ बिहा निकालेका छन्।